सूर्यदेखिको यो शानदार स्ट्राइक अङ्क जोड्न सफल भएको छ गौतम नगरपालिका। फेरि पनि 18-9 स्थानमा अङ्क पुगेको छ। 9 अङ्कको अग्रता गौतम नगरपालिकालाई लगातार अङ्क जोडिरहेको छ। गौतम नगरपालिकाले सर्भिसमा विश्वास अधिकारी अर्को उत्कृष्ट बोलक गौतमले 19 अङ्क जोड्न सफल भएको छ। 19-9 यतिखेर खेलाडी परिवर्तन होटल समितिका लागि इन्द्र विको ठाउँमा जर्सी नम्बर 11 सागर विको प्रवेश गर्नु भएको छ। फेरि पनि अङ्क गौतम नगरपालिकाका लागि 20-9 स्थितिमा रहेको छ। अङ्क लगातार 2 सेट गुमाएको गौतम नगरपालिका यो तेस्रो सेटमा निकै आक्रामक रूपमा अगाडि बढिरहेको छ। यो उत्कृष्ट फिनिसिङसँगै लामो समयको अन्तरालमा अङ्क जोड्न सफल भएको छ। होटल समिति बागलुङ होटल समितिको अङ्क 10 पुगेको छ। गौतम नगरपालिकाको 20 यतिखेर सर्भिसमा सागर विका जर्सी नम्बर 11 यतिखेर व्यवस्था अलिको ठाउँमा जर्सी नम्बर 1 विमल भण्डारी प्रवेश गर्नु भएको छ। सूर्य विकेको यारको उत्कृष्ट स्पाइक यो तेस्रो सेटमा आएर सूर्य विकेको स्पाइकहरूले अङ्क बटुलिरहेको छ। 21-10 को अवस्थामा अङ्क सूर्य विक हालै मात्र नेपाल आर्मीको क्लबबाट एनबिए कप खेलेर हिजो मात्रै पाल्नु भएको हो बागलुङमा। यो शानदार स्ट्राइक दिवस आलेको अङ्क जोड्न सफल भएको छ। होटल समिति अङ्क 11 भएको छ। 11-21 अङ्क निकै शानदार बल फेरि पनि अङ्क जोडिएको छ। समितिको खानामा 12-21 स्थितिमा छ अङ्क। दिवस आले सर्भिसमा सर्भिस बल भलिबल कोर्ट भन्दा बाहिर गएको छ। अङ्क जोड्न सफल भयो गौतम नगरपालिका। 22-12 सूर्य विकेट यतिखेर सर्भिसमा। निकै नै शानदार स्ट्राइक अङ्क जोड्न सफल समित हुटाउ समितको पक्षबाट रहेको छ। 13-22 स्थितिमा छ। संसद विक्रम शाह सर्भिसमा। भलिबल कोर्टभित्रै अङ्क जोड्न सफल भयो। फेरि पनि होटल समिति बागलुङ 14-22 स्थितिमा रहेको छ। भलिबल कोर्ट भन्दा बाहिर जानु पुग्यो।